व्हाट्सअप के छ गाउँलेहरू ठिक छ नि म पनि ठिकै छु। फेरि पनि आजको दिन सुरु भइसकेको छु, फेरि पनि अर्को भिडियोको साथ उपस्थिति भइसकेको छु म हैन। त्यही नै हो, म चाहिँ अहिले सरर लाएर बाटोमा हिँड्दैछु लहर लहर। पानी चाहिँ खत्रै पऱ्यो हैन, हिजो नि पऱ्यो, अस्ति नि पऱ्यो, हिजो नि पऱ्यो, 2 दिन लगातार पानी पऱ्यो हैन। खतरा भयो पानी चाहिँ। त्यही नै हो हैन। म चाहिँ अहिले यसो यता गाउँतिर चल्दैछु, किनकि यहाँ अङ्कलले बोलाउनु भएको थियो मलाई। अङ्कलले के भन्छ अरे किन बोलाउनु भएको नि, त्यो फोटो खिच्न त्यहाँ भन्नुभएको थियो होइन। हेरौँ के गरेछन् अङ्कल, किन बोलाउन्, गएपछि थाहा भइहाल्छ। त्यही नै हो, मकै चाहिँ खतरा हरियाली भयो अहिले चाहिँ सरर लाएर। त्यही नै हो। ल अङ्कल 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 चाहिँ रहेन चाहिँ होइन, यहाँ कुखुरा खोरमा एउटा खोर चाहिँ रितिसकेको छ अङ्कलको होइन। देख्न सक्नुहुन्छ खाली भएछ एउटा, उतापट्टि खोरमा छ। अङ्कल चाहिँ कुखुरा खोरमा रहेनछन्, अङ्कल घरमै होला नि होइन। जान्छु अब घरतिरै म अङ्कलको। अङ्कल अङ्कल आउनु नि त, क्या रे अङ्कल चाहिँ घरमै हुनुभएको रहेछ होइन। म चाहिँ अङ्कलको घरमा आइसकेँ, क्या रे हुँदैन मलाई बोलाएर भातै खाएन मैले। जाऊँ, यहाँ कागती फलाएर रहेछ अङ्कलको कति धेरै। त्यही नै हो। ल किन बोलायो मलाई, हाम्रो अङ्कलको कुखुरा कति धेरै भएछ, यत्रो भएछ। अस्ति सुई लगाएको पुरै बढेछ, अहिले त ट्याक्क लाएर सन्चो भएछ होइन। यही कुखुरा लगायो अस्ति हामीले सुई लगाएको छ। त्यही नै हो। ल म चाहिँ आएर फेरि अङ्कलको काम भएर पनि होइन, अङ्कलको काम भएर पनि म चाहिँ फेरि गो टु होम, ब्याक टु होम भइसकेँ होइन। फेरि म घर जाँदैछु, किनकि भात खानु पऱ्यो नि त, भात खाएन मैले। अब भात खाएर अनि फेरि हिँडिदिने हो, चलिदिने हो कता हुन्छ। त्यही नै हो, अङ्कलले चाहिँ त्यहाँ फोटो खिच्न बोलाउनु भएको रहेछ होइन। फोटोसोटो खिच्दै त्यसपछि फेरि म ब्याक टु होम हुन्छु। अनि फेरि खाना खानु पऱ्यो होइन, भात सात दिएर अनि ह्याप्स हानेर अनि कता हुन्छ अब होइन। त्यही नै हो। ल आज नि पानी पर्छ क्या हो, खासै चर्को लागेन अहिले चाहिँ घाम आज चाहिँ। त्यही नै हो। हिजो अस्ति त हिजो नि लागेन, अस्ति हो, अस्ति 4-5 दिन अगाडि भाट मर्नु बनाएको थियो घामले होइन, लास्टै गर्नु भएको थियो। त्यही नै अहिले चाहिँ त्यति लागेन, मौसम नि ठिकै भयो। त्यही नै हो। ल हाम्रो कागती खेती छ होइन, यस्तो कागती हो सरर लाएर दामी छ कागती खेती। ल त्यही नै हो। ल जिन्दगी सरर मोटर गाडीमा, जिन्दगी सरर मोटर गाडीमा, देख्नेले देखिरहन्छ भेट्नेले छ नि। बुटतिर है, बुटतिर म अहिले बुटतिर छु होइन। कता भाषा थाहा म यहाँ यता बुटतिर छु। म यहाँ घाँस काट्दैछु होइन, यहाँ घाँस लुस्दैछु हातले चट्टा लाएर चट्टा पारामा। अब यतापट्टि अहिले फेरि घाँस काटेन भने फेरि अहिले मम्मीले अहिले फेरि बेलुका भात खानु दिनुहुन्न होइन। त्यही भएर चाहिँ म यहाँ घाँस लुस्दैछु हातले, यी देख्न सक्नुहुन्छ यसरी। या त्यही नै हो। ल है त घाँस चाहिँ त्यति भए तल। त्यही नै हो। म यता माथि रुखतिर छु, मैले घाँस झारेर भ्याएँ। मैले अब घाँस बोक्दैछु, घाँस बोकेर यहाँ भैँसीलाई हाल्नु पर्ने हुन्छ। म चाहिँ हाल्दिनँ, अहिले मम्मी आएर हाल्नुहुन्छ, म यता राखिदिन्छु होइन। मम्मी आएर चाहिँ घाँस हाल्नुहुन्छ। ल त्यही नै हो। यतिले पुग्दैन होला, अझै झार्नु पर्छ होला, म अझै झार्छु होइन। ल थाक्यो लहर्दा त्यत्रो बसेर आउँदा नि थकेला यार।
के गर्नु यस्तै छ। लाहुल हट्नुपर्छ गाउँतिर। हाम्रो आँप फलेछ कति धेरै, खाने बेला हुन लागिसक्यो। अब आँप पनि पाक्ने बेला हुन लाग्यो होइन। हारमा उता खान् धान गढे खान्। हो आज नि फेरि भात तर के रे कति बेला आउने हो? कति बेला आउने हो? कति बेला आउने हो? के तरकारी पकाउने त? म भात पकाउँछु, तर तरकारी पकाउनु न त। हो ए नै हो ल भात तरकारी पकाउ। हजुर 4 बज्यो, 4:30 4 लाइन आएन हौ। हाफ लाइन आह किन हो कुनै त्यही हो। अब भात तरकारी पकाउन छ होइन। मैले चाहिँ घरमा अब मम्मी यहाँ घर बारीमा काम गर्नु भयो, त्यही भएर म चाहिँ यहाँ भात तरकारी पकाउन छ। कटर हाम्रो कटर एउटा दुईवटा तिनवटा एक चारवटा, यो क्वार्टर चाहिँ होइन लाहुले नखाएको रहेछ, त्यही भएर बचिरह, नत्र लाहुले खाने भयो भए यो कटर उहिले नै सकिन्थ्यो होइन। त्यही नि मकै चाहिँ यस्तो पातलो बनाइदियो पुरै, यसले खाइदिएर। यता पनि छ, यो चाहिँ हाम्रै हो सबै। लास्टै बाछाले यत्रोमा पनि पुरा डाँठ खाइदिँदो रहेछ क्या, डाँठ भाँचेर चुस्दिने क्या। त्यही भएर चाहिँ बाँदरले सताउनु सतायो। बाँदरलाई नि के भन्छ अरे देश निकाला गर्नुपर्ने क्या। अब बाँदरलाई देश निकाला, बाँदरलाई देश निकाला गर, देश निकाला गर, देश निकाला गर भनेर नारा लाउनु पर्ने अवस्था आइसक्यो। त्यही नै होला। ल है त आजको दिन चाहिँ सकिन्छ। अब भोलि अर्को दिन आउँछ होइन, फेरि भोलि अर्को भिडियोमा आइहाल्छु। आज त्यस्तै भयो, अहिले चाहिँ 12 बजिसक्यो। अर्को सानो पार्टी थियो आज चाहिँ होइन, साथीहरूसँग पार्टी सार्टी खाएर म चाहिँ आएँ होइन आज। त्यही नै हो, मासु पार्टी हानेर आइयो, त्यही नै हो। ल अब भोलि भेटौँला है त, आजलाई म जान्छु ल, गुड नाइट।